आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले हाम्रो डिजिटल संसारलाई पूरै बदल्न सक्छ। त्यो हो आर्टिफिशियल इन्टेलिजेन्स। गुगलका सिइओ सुन्दर पिचाईका विचारहरूलाई आधार मानेर हेरौँ एआईले कसरी इन्टरनेटभन्दा पनि ठूलो प्राविधिक परिवर्तन ल्याउँदैछ। सुन्दर पिचाईको यो भनाइलाई हल्का रूपमा लिन मिल्दैन। यसले प्रविधिसँग हाम्रो सम्बन्धमा आउन लागेको एउटा विशाल क्रान्तिको संकेत गर्छ। सोच्नुहोस् त, इन्टरनेटले हाम्रो जीवनलाई कति बदल्यो, अब एआईले त्योभन्दा पनि ठूलो र गहिरो परिवर्तन ल्याउँदैछ भनिएको छ। अब यो भविष्यलाई बुझ्नुभन्दा पहिले हामीले एउटा शब्द बुझ्न जरुरी छ, प्लेटफर्म शिफ्ट। अनि मात्र थाहा हुन्छ कि यो नयाँ परिवर्तन पहिलेका क्रान्तिहरूभन्दा किन यति धेरै शक्तिशाली मानिँदैछ। यो भनेको कुनै सानोतिनो अपडेट वा नयाँ एप मात्र होइन, यो त हाम्रो डिजिटल संसारको जग्ने हल्लाउने कुरा हो। यसले हामीले कसरी नयाँ कुराहरू बनाउँछौँ, कसरी एक अर्कासँग कुरा गर्छौँ र कसरी व्यापार गर्छौँ भन्ने कुरालाई नै पुरै बदल्नेछ। यो कुरालाई अझ राम्ररी बुझ्न एकछिन विगततिर फर्कौन। विगतका प्राविधिक क्रान्तिहरूले नै आजको एआई युगको लागि बाटो बनाएका हुन्। ती परिवर्तनहरूले हामीलाई भविष्यको एउटा स्पष्ट नक्सा देखाउँछन्। हरेक प्राविधिक परिवर्तनले त्यस्ता नयाँ व्यवहार र उद्योगहरू जन्मायो जसको पहिले कल्पनासम्म गरिएको थिएन। सोच्नुहोस् त, इन्टरनेट नभएको भए ब्लगिङ वा विश्वभरि सूचना बाँड्ने कुरा कहाँ सम्भव थियो र? अनि मोबाइल एप बिना उबर जस्ता सेवाहरू कसरी चल्थे होला? ल, विगतको कुरा त भयो, अब वर्तमानमा फर्कौं। किनभने एआई अब भविष्यको कल्पना मात्र रहेन, यो त एउटा यस्तो शक्तिशाली औजार बनिसकेको छ जसले गर्दा अब जो कोहीले पनि नयाँ कुराहरू सृजना गर्न सक्छन्। यो परिवर्तन कति ठूलो छ भन्ने कुरा भाइब कोडिङ जस्ता अवधारणाहरूले देखाउँछन्। यसको मतलब के हो भने अब केही नयाँ बनाउन विशेषज्ञ प्रोग्रामर हुनै पर्छ भन्ने छैन। केवल आफ्नो सोच वा भाइब बताइदिए पुग्छ, बाँकी काम एआईले आफै गरिदिन्छ। वास्तवमा एआईले अहिले नै विभिन्न क्षेत्रहरूमा जटिल कामहरूलाई एकदमै सजिलो बनाइरहेको छ। यो एक शक्तिशाली सहायक बनेको छ जसको फाइदा डाक्टरदेखि वकिलसम्म सबैले उठाइरहेका छन्। यो त भयो अहिलेको कुरा, तर भविष्य कता जाँदैछ त? अबको अर्को ठूलो परिवर्तन हामीले डिजिटल संसारमा पहुँच गर्न प्रयोग गर्ने उपकरणहरूमा नै आउँदैछ। यो सुन्दा अलि अचम्म लाग्न सक्छ, तर जुन स्मार्टफोन एक दशकभन्दा बढी समयदेखि हाम्रो डिजिटल जीवनको केन्द्रमा छ नि, त्यसलाई नै अब पुरानो प्रविधि वा लेगेसी डिभाइस भन्न थालिएको छ। लक्ष्य भनेको प्रविधिसँगको हाम्रो अन्तर्क्रियालाई अझ सहज र प्राकृतिक बनाउनु हो। स्क्रिनमा ट्याप गर्नुको सट्टा आवाज वा हेराइबाटै काम गर्न सकिनेछ। कल्पना गर्नुहोस् त, स्मार्ट चस्मा जस्ता प्रविधिले आँखा अगाडि नै बिना कुनै झन्झट जानकारी उपलब्ध गराउनेछन्। परिकल्पना यस्तो भविष्यको हो जहाँ जानकारी वा सेवा पाउनका लागि खल्तीबाट त्यो कालो सिसाको आयत यानि कि फोन झिकिराख्नु पर्दैन। यो परिवर्तनले कम्प्युटिङलाई हाम्रो वातावरणको एक हिस्सा बनाउनेछ जसलाई हामीले रोकेर प्रयोग गर्नु पर्दैन। अब जब हामीले प्रविधि चलाउने तरिका नै बदलिन्छ, त्यसले इन्टरनेटको पुरै संरचनामा पनि त असर पार्छ, होइन र? हो, अवश्य पार्छ। वेब मर्दै छैन, यो त झन् तीव्र गतिमा विस्तार भइरहेको छ। पछिल्लो 2 वर्षमा मात्र वेब पेजहरूको संख्या 45% बढेको छ। यो यति विशाल सूचनाको भण्डार भइसक्यो कि मानिस एक्लैले खोज्न र बुझ्न लगभग असम्भव हुँदैछ। र यहीँनिर आउँछ सबैभन्दा ठूलो र मुख्य कुरा। भविष्यमा वेब सायद मानिसले पढ्ने पृष्ठहरूको संग्रह नभएर एआई एजेन्टहरूले प्रश्न सोध्ने डेटाबेसको श्रृङ्खलाको रूपमा काम गर्नेछ। यी एजेन्टहरूले हाम्रो लागि वेब ब्राउज गर्नेछन् र आवश्यक जानकारी खोजेर ल्याउनेछन्। यसको मतलब के हो भने वेबको आधारभूत संरचना नै मसिनहरूका लागि अझ प्रभावकारी हुने गरी परिवर्तन हुन सक्छ। यसले उबर वा एयरबिएनबी जस्ता कम्पनीहरूका लागि नयाँ चुनौती र अवसर दुवै सृजना गर्नेछ। उनीहरूले अब यी एआई एजेन्टहरूसँग कसरी अन्तर्क्रिया गर्ने भनेर सोच्नै पर्छ। जब मानिसको सट्टा एउटा एआई एजेन्ट ग्राहक बन्छ, तब कम्पनीहरूले नयाँ रणनीतिहरू बनाउनै पर्ने हुन्छ। सायद एआईले आफ्नो सेवा प्रयोग गर्दा पैसा कमाउने नयाँ मोडलहरू नै विकास गर्नुपर्ने हुन्छ। यो पुरै रूपान्तरणले हामीलाई एउटा अन्तिम सोचमा छोडिदिन्छ। जब एआई डिजिटल संसारमा हाम्रो मुख्य माध्यम बन्छ, तब हाम्रो भूमिका के होला?
सायद प्रयोगकर्ताबाट निर्देशकमा परिवर्तन हुनेछ र यसले हामीलाई प्रविधिबाट वास्तवमा के चाहन्छौँ भन्ने नयाँ र गहिरो प्रश्नहरू सोच्न बाध्य बनाउनेछ।